जापानमा कामबाट निकाल्दियो वा तपाईँ काम गरिरहनु भएको कम्पनी बन्द भयो, यस्तो खण्डमा तपाईँले के गर्ने है? एकदमै महत्त्वपूर्ण कुरा छ। जापान हुनुभएको सबैलाई सेयर गर्नु होला र जो जापान हुनुहुन्छ उहाँलाई सेयर गर्नु है त। सुरुमा जाउँ, यदि तपाईँ काम गरिरहेको कम्पनी बन्द भएको खण्डमा तपाईँले के गर्ने र तपाईँको भिजा के हुन्छ है त। यदि तपाईँ जापानमा हुनुहुन्छ भने कहिलेकाहीँ तपाईँसँग भन्न सकिने यस्तो हुन सक्ने अवस्था आउन सक्छ है। त्यो खण्डमा चाहिँ तपाईँले गर्ने पर्ने कुरा के छ भन्दाखेरि एक नम्बर एकदमै महत्त्वपूर्ण कुरा, तपाईँले आफ्नो कम्पनीसम्म केएक्सओ माग्न चाहिँ नबिर्सिनु। यो कन्ट्र्याक्ट पेपर है, यो चाहिँ नि खानाहरू तपाईँले माग्नै पर्छ। र अर्को भनेको ताइसोकुस्यो है। ताइसोकुस्यो भने चाहिँ तपाईँले तपाईँको काम सक्यो है, रेजिग्नेसन टाइप के हुन्छ। तर चाहिँ ताइसोकुस्यो चाहिँ कस्तो टाइपको हुन्छ भने कम्पनी बन्द भएर चाहिँ नि अब दिने खालको ताइसोकुस्यो हुन्छ है। र यो खण्डमा चाहिँ नि तपाईँले यी डकुमेन्ट लिएर चाहिँ तपाईँले रोदो स्यामा चाहिँ तपाईँ जानुपर्छ है। यसलाई चाहिँ जापानिज रोदो किजुन भन्नु भनिन्छ, त्यहाँ जानुपर्छ है मुख्य गरी। त्यसपछि तपाईँ नेक्स्टमा जाने भनेको हेलो वर्कमा। यो दुईटा ठाउँमा तपाईँ खाना जानै पर्यो। र यस अवस्थामा चाहिँ नि रोदो स्याले चाहिँ तपाईँलाई के गरिदिन्छ भन्दाखेरि तपाईँको जुन बाँकी पेमेन्ट स्यालेरीहरू छ त्यो चाहिँ नि तपाईँलाई तिर्दिने, साथसाथै तपाईँको हक हितको लागि चाहिँ लडिदिने काम चाहिँ नि गरिदिन्छ। यो चाहिँ फ्रीमा तपाईँ काम गर्ने संस्था हो, सरकारी संस्था। र अर्को हेलो वर्कले चाहिँ तपाईँलाई अर्को काम खोजिदिने, साथसाथै तपाईँलाई केही महिनासम्मलाई बस्दा खानाको लागि भए पनि थोरै रकम तपाईँको स्यालेरीको 60%, 50-60% चाहिँ दिने काम गर्छ। र अर्को भने तेस्रो भने चाहिँ नि तपाईँ इमिग्रेसनमा जानु पर्यो। विथिन 14 दिनमा तपाईँ इमिग्रेसन जानु पर्यो। र तपाईँको कम्पनी बन्द भएको अवस्थामा चाहिँ नि तपाईँलाई के हुन्छ भन्दाखेरि तपाईँको भिजा है, मेन एकदमै टेन्सनको भिजा भने तपाईँको भिजा चाहिँ नि अब 3 महिनाको टाइम ड्युरेसन तपाईँलाई इमिग्रेसनले दिन्छ। र त्यो भिजाको स्ट्याटस सोनामामा भए पनि तपाईँले 3 महिनाभित्रमा अर्को कम्पनी खोज्नलाई टाइम दिन्छ। यदि 3 महिनामा तपाईँले कम्पनी खोज्नु भयो भने र भिजा एप्लाई गर्नुभयो भने चाहिँ नि सोनामामा तपाईँको भिजा हुन्छ। यदि भएन भने चाहिँ नि तपाईँले आफ्नो भिजाको स्ट्याटस चेन्ज गर्ने, गिजिन कोकुमा हुन्छ भने एसडब्लुमा जाने कि वा अरू कुनै भिजा क्याटेगोरीमा जाने कि गर्ने कि नभए चाहिँ नि एकचोटि चाहिँ तपाईँ नेपाल फर्किनै पर्ने हुन्छ है 3 महिना नआएको खण्डमा चाहिँ नि। र अर्को भने चाहिँ नि तपाईँलाई एकदमै महत्त्वपूर्ण कुरा, यदि कम्पनीले तपाईँलाई खुबी हानेको खण्डमा है, कामबाट निकालिदिएको खण्डमा के गर्ने त। अब कामबाट निकालिदिएको खण्डमा तपाईँले गर्नै पर्ने कुरा एकदम महत्त्वपूर्ण डकुमेन्ट चाहिँ तपाईँले खाइसीसँग माग्नुपर्छ। के होला त्यो डकुमेन्ट बारेमा जानुभन्दा अगाडि चाहिँ नि मलाई फलो गर्नु, यो भिडियो लाइक गर्नु, फेभरेट गर्नु र जापानमा हुनेहरू सबैलाई सेयर गर्नु है त। ल जाऊ है त। तपाईँले अब माग्न पर्ने एकदमै महत्त्वपूर्ण डकुमेन्ट भनेको खाइको उची स्यो भनिन्छ है। यो डकुमेन्ट चाहिँ के हो भन्नु लागेको छ भने तपाईँलाई फायर हानेको, खुबी हानेको चाहिँ नोटिस हो है। यो चाहिँ तपाईँले खाना राजु माग्नुहोस्। कतिवटा कम्पनीहरू चाहिँ तपाईँलाई बाध्यतामा राखेर वा जबरजस्ती जस्तै हिसाबले चाहिँ मैले काम आफ्नै हिसाबले छोड्न लागेको भनेर हाङको हान्ने वा साइन गराउन लाग्नु सक्नुहुन्छ। त्यस्तो टाइममा चाहिँ नि तपाईँ झुक्केर पनि नगर्नु होला है। यो दुईटा, यो केयाकुस्यो र खाइको उचिस्यो दुईटा डकुमेन्ट नपाइकन चाहिँ नि तपाईँले साइन नगर्नु है। काहीँ पनि यो डकुमेन्ट दिन्छ त्यसपछि मात्रै साइन गर्नु, नत्रै तपाईँले आफ्नो हक अधिकारको लागि लड्ने बाटो सबै बन्द हुन्छ। र यो दुईटा डकुमेन्ट लिएपछि चाहिँ तपाईँ जान पर्ने भनेको रोदो किजुन। यो दुईटा डकुमेन्ट लिएर रोदो किजुन जाने र त्यहाँ गएपछि तपाईँलाई तपाईँको बाँकी पेमेन्टहरू, तपाईँको जुन जिङ्गेनीहरू बाँकी हुन्छ स्यालेरी दिन गर्न र तपाईँले पाउनुपर्ने दाइसोकिनहरू कोही होकेनहरूमा तिर्नु भएको छ भने सबै त्यो डकुमेन्टहरू लिनदेखि लिएर तपाईँले पाउनुपर्ने कुरा चाहिँ सबै रोदो किजुनले चाहिँ हेरिदिने काम गर्छ है। यदि तपाईँलाई कामबाट निकाले पनि तपाईँको केयाकुमा के लेखेको छ 3 महिनाको ट्रायल पिरियड भनेर लेखा हुन्छ है। तपाईँलाई केन्स्यु भन्ने चाहिँ कतिवटा कन्ट्र्याक्टमा देखेको भयो होला, केन्स्यु 3 महिना छ भने चाहिँ 3 महिनाभन्दा अगाडि तपाईँलाई कामबाट निकाल्यो भने तपाईँलाई ठुलो क्षतिपूर्ति चाहिँ नि कम्पनीले दिन पर्ने हुन्छ है। र तपाईँ अब त्यो त भयो। अर्को भनेको चाहिँ नि तपाईँले
यो दुईटा डकुमेन्ट अघि मैले भने दुईटा डकुमेन्ट लिएर हेलो वर्कमा जान पर्छ। हेलो वर्कमा गएपछि चाहिँ तपाईँले अर्को काम नभए हुन्जेलसम्म चाहिँ नि तपाईँलाई स्यालेरीदेखि लिनदेखि लिएर तपाईँले अर्को काम खोज्नेदेखि लिएर र तपाईँको स्यालेरीको लगभग 50-60% चाहिँ नि हेलो वर्कले दिने गर्छ। र अर्को मुख्य गरी एकदमै महत्त्वपूर्ण भने इमिग्रेसनमा चाहिँ नि विथिन 14 दिन जानुपर्छ है। र यस्तो अवस्थामा चाहिँ नि इमिग्रेसनले तपाईँलाई खासुदो भिजा दिने चाहिँ प्रचलन छ, जसको अर्थ हुन्छ कि तपाईँलाई 1 वर्षसम्म भिजा पाउन सक्ने हुन्छ, जसको अर्थ हुन्छ 6 महिना गरेर तपाईँले पाउनुहुन्छ। र यो टाइममा तपाईँले काम खोज्न सक्नुभयो भने राम्रो ठाउँमा काम गर्न सक्नुहुन्छ। र यदि भएन भने चाहिँ नि तपाईँले आफ्नो भिजा स्ट्याटस चेन्ज गर्ने कि तपाईँ नेपाल फर्किँदा दुईटामा एउटा अप्सन चुज गर्नुपर्छ है। आजको लागि यति नै। जापान इन्फर्मेसन साथै जापानको बारेमा जान्न बुझ्न सिक्नको लागि चाहिँ नि मलाई सधैँ फलो गर्नु होला ल है त।